Hello and good morning everyone. This is your boy Vinod Kesi and welcome back to my YouTube channel हैन। आज चाहिँ टक्क लाएर तिहारको अर्कन दिन हैन। तिहारको मतलब भाइटिकाको अर्कन दिन अर्को दिन। अहिले चाहिँ म टक्क पारामा नुवाकोट छु हैन। हिजो आएको थियौं सरोज र म चाहिँ सरोजको घर टिका तिहार मनाउन। मेरो त टिको थिएन त्यही भएर म तिहारमा चिल हान्दै डुल्दै बस्दै गइरहेको छु। अहिले देख्नुहुन्छ म चाहिँ कहाँ छु भनेर पछि पनि भ्यू देख्नु भयो होला कस्तो भ्यू छ। हरियाली छ हरियाली पहेँलो पुरै धान झुलेको छ हैन। माथिपट्टि टक्क पारामा हेर्दा टक्क पारा माथि पुरै धान झुलेको छ। त्यो काट्ने बेला भएको छ अबसम्म काटेन किन हो चान्स छैन। पानी परो यार अहिले त देख्नु भयो होला अलिअलि त फेरि मलाई रुचाइहाल्छ पानीले। अब घरतिर जानुपर्ने हुन्छ टक्क पारामा पानीमा भिडियो भ्लग गराइदिउँ भनेको आज यसो नुवाकोटलाई एक्सप्लोर हान्दिउँ भनेको। अब म बागलुङ त एक्सप्लोर हान्दै भइसकेँ हैन। नुवाकोटलाई हान्दिउँ भनेको साथी दिन मजा आयो। हामीले गाउँ बस्तीमा खुङ्गा थियो बुढाङ त बुढाङ हो। के यार घुँडा दुख्छ त गाइस यस्तै खुङ्गाल्नु पर्छ कि मजा आउँछ गाइस यति खुङ्गाल्नु चाहिँ टक्क लगाएर। म चाहिँ यताबाट आएको अघि भोगिम्लो नि छ। भोगिम्लो यो फल पनि देखेँ यो भोगिम्लो है गाइस। हजुरहरूले के भन्नुहुन्छ कि नि सरोजले नि अर्कै भन्छ के हो। मैले चाहिँ भोगिम्लो भन्छु। भोगिम्लो अमिलो के भन्छ त्यसलाई हैन। ठिकै छ केही छैन। म चाहिँ टक्क पारामा घरमा आइपुगेँ लगभग। दाह्रो यहाँ छ मुख धुनु पर्यो। मैले त मुख पनि धुएन यार उठेर। गाइज टेन्सन नलिनु होला अरे। ल गाइज अब चाहिँ हामी चट्ट पारामा निस्किने लाग्यो होइन। यता सरोज फेरि लजाएर भुतुकै छाना हो यसो गर्ने भएका हुँदैन। हाम्रो अङ्कल चाहिँ यता बस्नु भयो टक्क पारामा होइन। ऊ पर कता गयो यार ए ऊ पर छ होइन चट्ट पारामा बाटो त्यहाँ निलो छ अरे। अब कसरी निकाल्ने हो। सरोजले बोक्छु भने बोक्न त केही छैन। यहाँको यो भ्यू नै खुलेन कि नत्र म देखाउँथेँ हजुरलाई। पुरै हुस्सु लाएर खतम भयो। गाडी त आउँदो रहेछ त्यो सर्लक्कै त्यो गाडी आएको उहाँ सेतो देख्नु भयो नि त्यो गाडी आइरहेको छ। लगाएछ अब चाहिँ हामी टट्ट पारामा निस्किनु लाग्यो। हाम्रो हेलमेटहरू अनि के चाहिने कुरा चाहिँ यतापट्टि छन्। चार्जरहरू पावर ब्याङ्कहरू टक्क पारामा लगाएछ। अब सिधै बाइकमा भेट्नुपर्छ है त। लगाएछ हामी चाहिँ अब चट्ट पारामा घरबाट निस्केर तलतिर बाइक भइसिम आइपुग्यौँ है त गाइस। अहिले देख्नुहुन्छ बाइक चाहिँ त्यहीँ छ। सरोज यता खोजिरहन् के खोजिरहन् कुन्नी चाबी खोजेको क्या हिजो चाहिँ यिनले चाबी हराएछन् कोठाको रुमको कोठाको। त्यही भएर चाबी खोजिरहन् होइन मस्तले। अब चाहिँ हामी जानुपर्ने हुन्छ। बाइक स्टार्ट हान्छु त पहिला एकचोटि हान्छ किन हेरौँ है। गाई टक्क लाएर फ्याट्टा हानेर अन्त लौ आन गियरमा रहेछ। यसलाई न्युट्रल लगाउँ पहिला होइन टक्क लाएर ल यति भएपछि चाहिँ भइहाल्यो नि कि त यता टक्क लागेछ। हामी चाहिँ अब यहाँ टक्क लाएर हेऱ्यौँ होइन। लोर्किन्छ क्या हो पुरै लोर्किन्छ क्या हो। यही हो माथि पसलै हो ए
हामी चाहिँ यहीँ बस्छौँ है त। हामी मतलब म ऊ चाहिँ पसलमा जाने अरे, चाबी चाहिँ कहाँ छोडेँ भन्ने थाहै छैन होइन। त्यही भएर त्यही खोज्न गएछन्। हजुरले देख्न सक्नुहुन्छ कस्तो छ यो पुरै ढुस्सु लाएर। ल सरोज पनि तल्तिर आइसक्यो उताबाट। अब चट्ट पारामा हेरेर बसिरहन्। ल बस्नुहोस्। ल हामी चाहिँ अब ओह्रालो लाग्यो। सर्लक्क अगाडि बाख्राहरू देख्न सक्नुहुन्छ। चढाउन हिँड्नु भाइ छ अन्त हामीले बाख्रालाई लखाटे जस्तो भयो त यार। त ल गयो हिँडेँ म। हो माथि जाने भनेर त तँ हिँडिछस् फेरि तलतिर। म दिदी जानु पर्यो नि त नि। खोइ हेलमेट लाग्यो पर्दैन यो गाउँको फेरि केस लाग्छ नि फेरि यहाँ त। अब ल त्यही हो। ल अब चाहिँ ओह्रालो ल्याइयो। बिस्तारै बिस्तारै गइन्छ। सर्लक्क लाएर सर्लक्क टक्क पारामा हामी चाहिँ टक्क लाएर ओह्रालो झरिसकेर लिएको खोला नि गाडिसक्यौँ होइन। टक्क मैले हिजो पनि देखाएको थियो होला यो बाटोमा चाहिँ ठ्याक्क हामी आयौँ भनेर लिएको खोला आयौँ भनेर। टक्क पारामा देख्न सक्नुहुन्छ बाटो चाहिँ खतम छ अब आइसिन 10-15 मिनट जति। अनि त्यसपछि उता फेरि राम्रो छ बाटो सर्लक्क गइन्छ। पानी पर्ला जस्तो गरे हजुरले मौसम पनि देख्न सक्नुहुन्छ। अँधेरो अँधेरो भए होइन। हामीलाई पानीले नरुचायो भने त्यो घर पुग्छ भने त्यही हो। अब हामी चाहिँ बिस्तारै बिस्तारै जान्छौँ। हिजो जस्तो हतार छैन हामीलाई होइन। टक्क पारामा बिस्तारै गइन्छ। खतरा छ क्या तर बाटो चाहिँ। हजुरहरूले देख्न सक्नुहुन्छ कस्तो छ भनेर। हिजो बल्ल झरा थियौँ ओह्रालो। अब उकालो त आनन्दले गइन्छ हामी। चट्ट लाएर होइन डेन्जर देख्यो नि त। पानी हो यार। बिस्तारै घर छ यहाँ बस्ने हेर। गाइस पानीले खतम पार्यो हामीलाई पानीले। लगाएर देख्न सक्नुहुन्छ हाम्रो हालत बाइकको। गाडी नउक्लिएर यहाँ तनाव भयो। 3टा बाइक 6जना गुन्डीले लाग्दै ल। हजुरले देख्न सक्नुहुन्छ यहाँ बाइकको हालत। अनि यस्तो छ राम। यस्तै गर्दै हो तलैसम्म। यस्तै हो। ठिक छ हालत यस्तो छ हाम्रो। ल चट्ट बाटोमा के छ तर तल नि छ अर्को बाइक। ए ल ठिक छ। ल गाइजहरू हामीले त्यो बाटो देख्न सक्नुहुन्छ कस्तो छ होइन। हाम्रो बाइक चाहिँ माथि लगिसक्यौँ। यता चाहिँ यस्तो छ हालत।
अगाडि टार हिँड्न नसक्नु भए लगाइ चाहिँ अब चाहिँ हामी लौ गएँ ओए खोल्छ हाललाई सर्लक्क हामी उक्लिएर हिँडिसक्यौँ धेरै बेरको मेहनतपछि त हिलो बाटोमा अलिअलि गाह्रो भएर राम 2-4 ठाउँमा त पल्ट्यो होला 5-6वटा बाइक एकै ठाउँमा त रमाइलो हुँदो रहेछ त्यो भयो नि नभए नि रमाइलो पनि भयो बाइकले पनि मार खायो यति हिट भएको थियो अब छन् उहाँ हिटको लागि हेर्नु खोज्दै आइछ राम सर्लक्क लाएर अब गइन्छ झरनामा बसिन्छ एकछिन अनि फोटोसोटो खिचिन्छ अब बाइक पनि धोइन्छ अनि सर गइन्छ यतातिर यो पराई धार यहाँ रहेछ छोड्दिउँ यसलाई लगाएर अहिले हामी त यहाँ पानी परेर टक्कै पारेर बसिरहेको छौँ होइन तर यता बाख्रा साख्रा कस्तो भयो थाहा छैन हामीलाई चाहिँ टक्कै आएर यता बसिरहेछन् बाइकहरू चाहिँ त्यहाँ छ होइन हिँडेको छन् दाइले पखाले छन् आफ्नो मेरो त हल्का पानी हालिसक्यो किनभने हाम्रो पर्ने हो पानीले खतम पार्यो यहाँको